हेलो गाइज व्हाट्सअप वेलकम टु माई न्यू भ्लग। आजको भिडियो चाहिँ भ्लग होइन, आजको भिडियो चाहिँ एउटा च्यालेन्ज भिडियो आएको छ जसमा चाहिँ हामीसँग छ दुईजना कन्टेस्टेन्ट। अनि आज चाहिँ यिनीहरूको मेन टास्क चाहिँ यो देखाउ त, यो ढुङ्गालाई भाँच्नुपर्ने हो। जसरी हुन्छ यो ढुङ्गालाई चाहिँ यिनीहरूले भाँच्नुपर्ने हो। जसले सुरुमा यो ढुङ्गा भाँच्छ तिनीहरूले प्राइजमा धेरै होइन यो 3टा पेन चाहिँ पाउँछन्। अनि यिनीहरूलाई भाँच्दा धेरै सामान छ। फर्स्ट सामान यो पेपरको यो भी, सेकेन्ड सामान हो यो बोतलको बिर्को, थर्ड सामान यिनीहरूलाई यो मिल्छ। अनि फोर्थ सामान चाहिँ यिनीहरूसँग छ चाबी। अनि त्यसपछि यिनीहरूले पाउँछन् ढुङ्गा, अनि यो स्क्रु ढुङ्गा, अनि यो युज हुने यो, अनि यो यिनीहरूले यो पाउँछन्, इट्टा पाउँछन् अनि अरू सामानहरू चाहिँ छैन। यति सामान हो। यिनीहरू सामान युज गरेर यिनीहरूले अब यो च्यालेन्ज यो ढुङ्गा फुटाउँछन्। हेलो गाइज, अनि च्यालेन्ज स्टार्ट भइसकेको छ। अब यिनीहरूलाई म आफ्नो यिनीहरूको फर्स्ट टुल दिन्छु। लु 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 पकडा पकडा पकडा। अब भात नभाँच्यो भने जति भात आउनु गाइस, सबैलाई खेलाउँछु। हुन्छ हुन्छ धेरै हुन्छ। अनि यिनीहरूको च्यालेन्ज स्टार्ट भइसकेको छ। गर 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 गर। अनि गाइजहरू अब यिनीहरूको टाइम सकिन आँटेको छ। लु 10 9 8 7 6 5 4 3 2 1 टुल फेला। गाइजहरू यिनीहरूलाई नेक्स्ट टुल दिन्छु यिनीहरूको। अब लु नेक्स्ट टुल पक्रा 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 पक्रा। अब फेरि यिनीहरूले नेक्स्ट टुल, यिनीहरूको त नेक्स्ट टुल झनै घटिया छ गाइजहरू। अब यिनीहरूले यो बोतलको क्यापले अब यिनीहरूले ढुङ्गा फुटाउने परे। गाइजहरू चिन्ता नगर्नु, हामीसँग खतरादेखि खतरा टुलहरूसम्म छ। यसले त वान सर्ट गर्छन् होला यिनीहरू ढुङ्गालाई। कसलाई राम्रो पर्छ कसलाई नराम्रो। फुटाउ 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 ढुङ्गा फुटाउ फुटाउ। यो गाइजहरू अब यिनीहरूले यतिको फुटाइसक्न आँट्यो। यिनीहरूको टाइम फेरि सकिन आँट्यो। अर्को टुल रेडी गर्दै गर्छु। अर्को टुलमा अलिक ट्विस्ट छ। अब तिमीहरू आफ्नो यो टुल फ्याल। लु अर्को टुलमा के अलिक ट्विस्ट छ। सुरुमा सिजर पेपर खेल दुईजना सिजर पेपर। लु यो भाइले जितेको छ, कुन लिने अब चुज गर्दा हुन्छ। यो भाइले यो लिन आँट्यो। लु यो भाइले प्लास्टिकको यो पायो। लु दुईजना अब फुटाउन आँटे। फुटाए। अब कसले चाहिँ फुटाउनै पर्यो त ढुङ्गा। गाइजहरू यसले पनि फुट्दैन नै जस्तो लाग्यो। अनि देखो अर्को हामीसँग चाबी छ। चाबीले चाहिँ अलिक फुट्न सक्छ। तर यिनीहरूको अहिले यो टुल छ। छिटो आना। भाइले त त्यो नै भाँच्चाइदियो। यो भाइको चाहिँ राम्रो चल्दैछ। कसैको सबको 0 प्रोग्रेस छ। कसैको प्रोग्रेस बढेको छैन। लु यो भाइको प्रोग्रेस हेर। यो पनि यो मुनिको सिमेन्टै होला। ए ढुङ्गे फुटायो। अब यो भाइले चाहिँ के गर भन्दा यो भाइले ढुङ्गा भन्दा धेरै यो फुटाइदिइरहेछ। लु गाइजहरू यिनीहरूको टाइम सक्यो। फेला टुल फेला नेक्स्ट टुल। लु यिनीहरूको नेक्स्ट टुल यिनीहरूले पाइसके। अब यो नेक्स्ट टुलले यिनीहरूले खन्छन्। लु यो टुलले चाहिँ अलिक तिमीहरू पार्न सक्छौ प्रोग्रेस। अहिलेसम्म त कसैको भएको छैन। लु फेरि भाइले इत्रु गर्दै प्रोग्रेस पाउँदैछ। यो भाइको चाहिँ खै देखेको छैन प्रोग्रेस। लु अब यिनीहरूले यो टुलले छिटो गरिहाल। अनि त्यसपछि नेक्स्ट टुल छ तिमीहरूलाई ढुङ्गाले ढुङ्गा फुटाउने टुल। यहाँदेखि ढुङ्गा छ गाइज। अनि त्यसपछि फलाम छ।
नट बोल्ट अलिक फुटाउँछन् होला। अनि ठुलो ढुङ्गा छ गाइजहरू। अनि यो युज हुन्छ भान्सामा। यो हुन्छ भाइ झिर्का निकाल्छ। यो चाहिँ क्याप्चर हुन पाएन, केही छैन। अब हेरौँ, उता भाइको त हातैमा लागिरहेको छ। लु गाइजहरू, यिनीहरू दुईजनाले टुल फालिदिइसके। उता एउटा चाबी छ, उता मुनिको त घर छ एउटा चाबी। लु अब गाइजहरू, अब यिनीहरूलाई अब हामी अर्को टुल दिन आँट्यौँ। यो छोटा प्याकेटबाट त बडा धमाका हुन्छ नि यो गाइजहरू। लु हेरौँ न। ओ भाइले नेक्स्ट लेभल दिमाग लगाएर दुईजनाले भाइ तँलाई लाग्छ धेरै तिमीहरूलाई। गाइजहरू यिनीहरू दुईजना गाइजहरू एउटा यहाँ छ एउटाको ढुङ्गा। यो भाइको रहेछ। लु गाइज ढुङ्गा फुट्यो, एउटा भाइको ढुङ्गै हरायो। लु यो त 5 मिनटमै सकिने रहेछ ढुङ्गाको त। लु ढुङ्गा दुईजनाकै हरायो नि। एउटा भाइले लु जसको ढुङ्गा हरायो त्यसले अब हातले हातले ढुङ्गा त हरायो। ल भाइ तँलाई नै सक लाग्छ, मुनि फुट्छ हौ। लु गाइजहरू यिनीहरूले त अब यसरी नै सक्ने पारे। अर्को टुल दिइहालौँ यिनीहरूलाई। लु टुल पक्र। यो टुलले चाहिँ अलिक राम्रो गर्नु है। के भाँच्यो? फलाउँदा भाँचिँदैन होला नि त तिमीहरूको ढुङ्गा फुटाउँदा। यिनीहरूले अलिक फुटाउँछन् भन्ने आशा राखेको थिएँ। यो टुलसम्म पनि सकेनन्। अब गाइजहरू योदेखि अलिक ठुलो ढुङ्गा छ, त्यसले चाहिँ सक्छन् कि। गाइजहरू अब यिनीहरूको टाइम सकिन आँट्यो। कसले चाहिँ कति फुटायो त? लु गाइज हेरौँ त। यो भाइले त केही गरे, खोइ छोडा त। यो भाइले त पुरै दुलो पारेछ। यो भाइले के गरेको? यो कुच्चाउँदैछस् क्या हो? लु टुल फाल। लु तिमीहरूलाई नेक्स्ट टुल ठुलो ढुङ्गा। कसले चाहिँ के गर्छ हेर। ओ भाइले अब फुटाउन सक्यो। दुईजना यस्तै गर्नु पऱ्यो। सिमेन्टी फुट्छ, अलिक राम्ररी गर न। हातले हान्ने हो, त्यसरी फाल्न पाइँदैन। लु हान। कसरी हात जान्छ हौ? ऊ भाइको यो ठुलो होइन, सानो फुटेको। सानै चाहिँ ढुङ्गा फुटाइरहेछन्, त्यसरी फाल्न पाइँदैन। ओए झन्डै मलाई यो भाइले भाइ एलिमिनेट गरिदिन्छु नि अहिले। यो भाइको चाहिँ झिल्का आउँदो रहेछ धेरै। ओ फाल्न पाइँदैन। गाइजहरू यो भाइले चाहिँ पुरै सेतो पार्दैछ ढुङ्गालाई। जसले ढुङ्गालाई सुरुमा भाँच्छ त्यही जित्छ। ल आधीले पुग्छ। लु गाइजहरू दुईजनाले गरिरहेछन्। यही ढुङ्गाले बनायो भने त च्यालेन्ज यही सकिन्छ। यो भाइको हातै उल्टै त्यही ढुङ्गाको फुटिरहेछ। टुल फ्याला। यिनीहरूले दुइटै यहाँ एउटा ढुङ्गा छ, यहाँ एउटा ढुङ्गा छ, दुइटै फ्याले। अब तिमीहरूको नेक्स्ट टुल पक्र। लु गर। लु यिनीहरूले तातो हुन्छ कि सातो हुन्छ भनेर। उयो भाइको एउटा किरा निस्क्यो त्योबाट। भाइले त पिक्याक्स जस्तै युज गर्दैछ। के भाँच्यो? फला भाँच्यो कि ढुङ्गा? वाउ भाँच्छ। ओ यो भाइले पुरै टुक्रा पारिदियो। लु भित्र खोइ यो अर्कोको लागि टुलो। लु यो के टुल आयो गाइजहरू। यो अर्को राउन्डमा दिनुपर्छ। फाल्न पाइँदैन। ओ खतरा म्याच हुँदैछ। टुल फाल। दुईजनाले टुल फालिदिए। अब कुन लिने?
कुन लिने एउटा चुज गर लु भाइले यो लियो तिमीले यो लिनु पर्छ दुईटै लिन पाएदैन भाइ अब सक्यो छोडिदेऊ तिमीले दुईजनाले चुज गर्न दिएको थियो उसले सुरुमा चुज गरे उसको भन्यो लु भाइले चाहिँ कुन दिमाग लागेको छ अब भाइ आगो नै निकाल्देऊ न यसरी लु भाइले कोरेको हो कि के गरेको थाहा भएन अनि यो भाइले चाहिँ उस्तै गरिरहेछ यो भाइले पनि लेखिरहेछ जस्तो छ शिलालेख गरिरहेछ शिलालेख ढुङ्गामा लेख्ने यो भाइले चाहिँ घोटिरहेछ पुरै भाइ सुई हो त्यो सुई हो सुई भाँच्चेला नि अहिले ढुङ्गालाई सुई लाउँदा लास्टसम्म लास्ट यो टुलदेखि कुनै छैन लु यो टुलदेखि कुनै छैन यही टुलले भाँच्छु पर्यो लु यिनीहरूले धेरै प्रोग्रेस गरिसक्यो टुल फ्याला अर्को टुल आउँछ लु अब यिनीहरूको सुरुमा यो छ सेकेन्ड लास्ट टुल हो यो लास्ट भन्दा एक स्टेप अगाडिको टुल हो यसले त भाँच्छ होला नि त यो ढुङ्गालाई छोडेर यो भाइको चाहिँ खोइ के इटै भाँच्यो भने पनि भाँच्छ जे गर्ने भने गरेर लु यो भाइ त उफ्रिसक्यो अब यो भाइ उता पानीको धारा यहाँ छ जाऊ यो भाइलाई पुरै टेन्सन भइसक्यो यता लु अनि हाम्रो एकजना भिआइपी गेस्ट छ यो भिआइपी गेस्ट अनि फुट्छ मैले फुटाएको भाइ अनि फेरि अर्को ढुङ्गा ल्याएको फुट्छ खोइ म पनि हान्दिउँ न एक खोइ छोड त गाइजहरू म पनि हान्न आँटेँ गाइजहरू अब आफ्नो काम हो नि अब तिमी मैले प्राइज पाउने होइन मैले प्राइज भने भाइलाई के हो लु जाऊ फुटाउ टाइम वेस्ट हुँदैछ लु टाइम सक्यो एउटा भाइको ठ्याक्कै इँटा फुट्यो लु राख साइडमा राख इँटा साइडमा लु भाइ त्यो पनि उठाएर राख लु तिमीहरूको फाइनल टुल सिधा पेपर गर जो जित्यो त्यसले ठुलो पाउँछ जो हार त्यसले सानो पाउँछ ढिलो भयो लु यो लु अब हेरौँ यो भाइले फुटाउँछ जस्तै लाग्यो दुईजनाले लु गाइजहरू यिनीहरूको त्यो च्यालेन्ज सकेको रहेनछ मतलब त्यो च्यालेन्ज अहिलेको टाइप हो त्यही भएर अब हामी नयाँ च्यालेन्ज गर्न आँट्यौँ यही भिडियोमा तर यो च्यालेन्जमा चाहिँ के भन्छ त्यो ढुङ्गा फुटाउने होइन अब यो च्यालेन्जमा म यिनीहरूको चप्पलहरू कहाँ लुकाउँछु होइन तिनीहरूले चाहिँ पुरै रङ्गशालामा लुकाउँछु होइन म अनि तिनीहरूले चाहिँ के भन्छ त्यो चप्पल खोजेर लाउनुपर्छ अनि मलाई देखाउनुपर्छ अनि मात्रै तिनीहरू जित्छ लु गाइजहरू यिनीहरूको सबैको चप्पल मैले ठाउँमा लुकाइसकेको छु अब यिनीहरू सबले देखिसके तिमीहरूले मात्रै देखेको छैन अब यिनीहरू खोज्छन् च्यालेन्ज सकियोस् यिनीहरूको खुट्टामा चप्पल छैन यसले चप्पल लाएर मलाई देखाउनु पर्छ अनि मात्रै यिनीहरू च्यालेन्ज जित्छन् जसले सुरुमा चप्पल लाउँछ त्यही जित्छ यिनीहरूको टाइम इन्फिनिट हुन्छ अब कसलाई सोधेको मैले देखाइसकेँ सोधै गर ए भित्रतिर छैन लु बाहिरतिर छ उता यहाँ हेर ऊ त सिधा लेयर र ऊ त सिधा लेयरमा छैन यही यो लेयर र यत्रो लेयरमा छ छैन कहीँ गाडेको सिधै खुल्ला छ सिधै फ्यालेको मात्रै छ छ त्यसरी नै छ भाइ यो सिधा लाइन र ऊ परको त्यो सिधा यो भाइ चाहिँ कमिलाले टोको अरे वाउ नाच अर्को चाहिँ ऊ पर पुगिसक्यो कुकुरको छेउछाउमा गएर खोजिरहेको छ कुकुरको त्यो मान्छेको कोही चिनेको छैन दुईजनाले एउटै लगाइरहेछन्
भाइ अर्को मान्छे आयो तिमी हाम्रो भिआइपी तिमी हेर लु अब उनीहरू उता गए यो लेयरको कसैले भेटेन लु अब तिनीहरू उता गइरहेका छन् गाइजहरू लु यो चाहिँ हाम्रो अर्को भिआइपी आयो गाइजहरू एन्ड उनीहरू उता भेट्न आँट्यो एउटाले भेट्न आँट्यो ओइ भाइले अर्को चाहिँ चप्पल भेट्यो आफ्नो चाहिँ भेटेको छैन अर्को चप्पल भेट्यो एउटाले यसरी यहाँ ब्याडमिन्टन प्ले हुँदैछ ऊ पर अर्को चप्पल भेट्न आँट्यो भाइले यहाँ खोजिरहेको छ त्यो चप्पल चाहिँ भाइले देखिसकेको छ यहाँनिर खोज्दैछन् अर्को भाइ ऊ पर पुग्यो ऊ पर भाइहरूले अर्को चप्पल भेट्यो जस्तो लाग्यो त्यो उसको चप्पल होइन भाइले देखायो ए छैन देखेको ऊ परको देखेको छैन ऊ परको देखेको यतिकै भन्ने लु भाइले एउटा चप्पल भेटेको छ उता भाइले पनि एउटा चप्पल भेट्यो दुईजनाले एउटा भेटे अब एउटा बाँकी छ यो भाइलाई चाहिँ अर्काको चप्पल थाहा छ यो भाइलाई चाहिँ खोइ कहाँ गयो अर्को भाइ गाई भेट्यो यो भाइलाई चाहिँ कसैको थाहा छैन चप्पल यो भाइलाई चाहिँ यो भाइको थाहा छ चप्पल कसैलाई नदेखाऊ गाइजहरूलाई त सबलाई थाहा छ नि हौ मैले लुकाकै देखिसकेको छ अब लु गाइजहरू उता कुदो गाइजहरू यो भाइले भेटाएको छ आफ्नो चप्पल अनि अब यो भाइले जितिसक्यो लु यो भाइ गिफ्ट भेट्यो लु भाइ अब अर्को पाठमा यिनीहरू सबको आउँछ भिडियो भाइ तिम्रो ऊ त्यो छ नि ऊ त्यो छेउको रुख ऊ परको छेउको रुख छ नि त्यही रुखमा छ लु यताबाट जाऊ छेउको रुख कुकुरको छेउमा छ नि ध्यानले लु गाइजहरू हाम्रो भिडियो सक्यो अब